झर्ना आयो झर्ना यहाँ रहेछ आमा छोलै जस्तो गरेछ त झोलालाई छ भने त लडाउँछ त क्याप अड्काएर तान्यो भने त ओ गाडीको जाम सुनै ल यार चुप्ला घल्न ग के लो लत्तै छिराइदियो अब बाटो त पोखरी नै पोखरी छ बाटो नजानेपछि यस्तै हो के झन् कहाँ हो अलि ठाउँ हेरेर जानुपर्छ समर रिसायो ओ ढुङ्गा लत्ता नान हामी चाहिँ यहाँ मुस्ताङको लागि हिँडेको अब प्लानिङ त 6 बजेको थियो होइन तर यताउता गर्दा गर्दै ढिलो भयो क्या तर चाहिँ धेरै भएन ठ्याक्कै 7 बजे अनि हाम्रो प्लानिङ आजको चाहिँ उसमा के अरे जोमसोमसम्मको टार्गेट हो अब के हुन्छ होइन कहाँसम्म पुगिन्छ हेर्दै जाऊँ अब स्पिड जाने कुरा पनि भएन बिस्तारै जाने हो अनि जाडो पनि लास्टै भइरहेछ अहिले सुस्तरी जाने हो अनि समर पन्जा लगा खै त्यहाँ तेरो पन्जा देखा लगा होइन पन्जा लगा अरेले मिल्दै नमिल्ने त्यो मम्मीको पन्जा लगाएर त्यसै पन्जा लगा भनेर ग खान्छ हो ए हेलमेट पनि त लाउने हो अब मुस्ताङ पुगेपछि ल हुन्छ हामी चाहिँ अब भर्खरै घरबाट हिँडेको भनौँ न भर्खरै 2 मिनट भयो घरबाट हिँडेको अब पोखरा 8 साढे 8 बजेतिर पुग्ने टार्गेटले हिँड्ने हो के अरे अब धेरै स्पिड जाने होइन अब बाटोमै भेटौँ ल है भिडियो धेरै लामो नगर अहिले अकल आइपुग्यो सबैले चिनेकै ठाउँ होला यो धेरैले चिनेको ठाउँ छ ठ्याक्क त्यहाँनिर टुप्पोमा मन्दिर छ के राम्रो छ मन्दिर सो हामी चाहिँ भर्खरै पेट्रोल हालेर आयो पेट्रोल पनि धेरै पनि गएन यार पहिलाकै रहेछ नि त अनि 800 पनि गएन के 780 को त्यस्तै गयो 4 लिटर जति अब यहाँबाट एकैचोटि बेनीमा गएर फुल गर्ने हो अब हामी पोखरामा चाहिँ एकछिन अब खाजासाजा खानु पऱ्यो भोक लाग्यो अनि खाना चाहिँ उतै गएर खानु पर्ला अब त्यही प्लानिङले गरे हो के अरे कस्तो हुन्छ अब हामी पोखरा आइपुग्यो विजय पुल ठ्याक्कै ल विजय पुलमा अनि यहाँ पोखरामा एकछिन 5-10 मिनट खाजासाजा खानु पऱ्यो अनि त्यहाँबाट लाग्ने हो जस्तो ब्याट्री नै छुटेर यार गोप्रोको चार्जर त धन्न हिजै हालेको थिएन त्यो पनि छुट्ने यस्तै हुन्छ क्या यस्तो हतारको बेलामा होइन छुटिहाल्छ पुरा भुक्करले खाएर हामी चाहिँ पोखरा आइपुग्यो अब परौठा खान लाग्यो परौठा खाएर जाने होइन हालत यस्तो खराब भइसक्यो कस्तो मिठो खान्छस् खाइयो एउटा रात यहाँ अहिले चाहिँ ठ्याक्कै 9:15 हुँदैछ अब कति बेला पुग्छ कुनै हेरौँ अब बिस्तारै जाऊँ होइन पोखराबाट अब 9:15 मा हिँड्यो भनेपछि कति टाइम लाग्छ बेनी पुग्नलाई लगभग 3 घन्टा जति त लाग्छ नै 3-4 घन्टा त सो गाइस यहाँ बाटो चाहिँ लास्टै राम्रो रहेछ क्या राम्रो स्पिड त कस्तो दामी के यार
मजा हुने भयो यहाँ अलिकति बाटोसम्म चाहिँ यहाँबाट उता कस्तो छ थाहा छैन है। यहाँसम्म चाहिँ मजा भइरहेछ है। यता हो धम्पुस पनि आइपुग्न लागिसक्यो हो, थाहै छैन कुन कहाँ हो है। हामी चाहिँ अहिले लुम्लेमा आइपुग्यो है। कति बजे हेर त अहिले, कति बजे आइपुग्यो लुम्लेमा है। कति बज्यो कति बज्यो? ए ल 10:30 बजे चाहिँ लुम्लेमा आइपुगेछ हामी। 10 हो र 10:30 भयो होइन, 10 बजे भनौँ न। सो हामी चाहिँ भर्खरै कुसमा आइपुग्यो है। अहिले चाहिँ ठ्याक्कै 10:50 गयो। कहाँ हो यता हेर त बल्ल मालढुङ्गा आइपुग्यो। पेट्रोल हाल्नेको लाइन। सो हामी चाहिँ अब बेनीमा तेल पनि हालियो। तेल जम्मा 500 को मात्रै गयो। अनि अब यहाँबाट सुइँ लाग्नुपर्छ सिधा। अब नन स्टप हो अब। अनि बेनीमा खानासाना खाइयो। मैले त खाएन खास चाहिँ। खाना उता बागलुङतिर घुम्ने तरिकाले जाने भनेको, त्यता जानै नभ्याउला जस्तो भयो क्या। अनि अहिले चाहिँ ठ्याक्कै 1 बज्यो। 1 बजे यहाँबाट हिँडेको बेनीबाट। अब कस्तो छ बाटो होइन, गएको छैन। अब राम्रै छ भने अलिक छिटै पुगेला के अरे, नत्र ढिलै हुन्छ। बाटोहरू बनाउँदै रहेछ। बाटो त यस्तो रहेछ, बनाउँदै रहेछ के। बिस्तारै जानुपर्छ। उताबाट भन्दा झन् यताबाट ढिलो हुन्छ क्या हो। त्यहाँबाट त एकचोटि भन्दा दुईवटा नकट्दो रहेछ गाडी पनि। अब बाटो त यस्तै हो। आज धेरै भिडियो बनाएन किनभने यो गोप्रोको ब्याट्री नै ल्याउनु बिर्सेछ क्या। आर्फामा बस्ने कि जोमसङमा बस्ने भइरहेछ। अब कहाँ हुन्छ त्यहीसम्म, कहाँ मिल्छ त्यति बेरै सल्लाह गरौँ ल होइन, कहाँ बस्ने भनेर। फिक्सै भएन कहाँ बस्ने भनेर। अब जाँदै गर्दाखेरि कहाँसम्म ठिक हुन्छ होइन, त्यहीँ बस्नुपर्छ। दिउँसोमा चाहिँ बेनीमा पनि त्यस्तो गर्मी नै रहेछ भनौँ न। ठिक्कै त्यस्तो जाडो छैन। यता त बाटो त यस्तो रहेछ नि बिग्रेको। पानी रहेछ। अब फेरि यो त जाम कुर्नु पर्ने रहेछ। यस्तो पाराले त हामी त 4 घन्टा नि पुगिँदैन। बेनीसम्म त राम्ररी आइयो। अलि ठाउँ हेरेर जानुपर्छ। खुल्टो रहेछ। बाटो लास्टै सानो रहेछ ल। बाटै सानो रहेछ। आम्मा धुलो। सब मास्क लगा। अनि उताबाट गाडी आयो भने त के गर्ने हो त? अनि उताबाट गाडी आयो भने के गर्ने हो त? अनि जाम्ला यहाँ दामी रहेछ या झर्ना त। जहाँ सब फोटोसोटो हानौँ न। खै के हो यता गोजीमा हालौँ क्या हो? के हो यो?
ल मुस्ताङ आएको अनुभव भएको छ होइन समर अलिअलि समर मुस्ताङ आएको अनुभव भएको होइन अलिअलि मुस्ताङ आएको जस्तो भएको होइन कसरी भयो जसरी भए पनि अरे बाटो देखेर के बाटो देखेर बल्ल बल्ल मुस्ताङ आएको जस्तो अनुभव भइरह कहाँ हो कालीगण्डकी नदी यता तल त होला होइन फोटो खिच्न गयो होला नि बाटो नजानेपछि यस्तै हो के झन् कहाँ हो हुन्छ के आमा बाटो त ल है बाटो त आमा धन्न एउटा बाइक छिर्नेसम्म बाटो र छ बाइक र गाडीसम्म छिर्न मिल्छ नत्र त दुईवटा गाडी झन् कसरी छिर्छ यार है उताबाट नै आइरहेछ यताबाट नै आइरहेछ तर ठाउँमा चाहिँ अलिकति ठुलो बनाइदिएछ त्यहाँबाट रोकेर उस गर्नुपर्छ कति हेर न झर्ना हो त्यहाँ हेर्छ देखियो अघि नै देखेको कति राम्रो कति धेरै झर्ना हो है तल अघि त्यो देखेको नि त्यो झर्ने त हो नि हेर्न कहाँ माथिबाट झरे है अनि झर्ना माथिबाट तलै त झर्ने अनि बाटो त पोखरी नै पोखरी छ कहाँ कुन गाडीको जाम सुनै ल यार चुप्ला घल्नु का के लो लत्तै छिराइदियो हजुर के है कस्तो जामै हुने गरी कोही ठाउँमा कस्तो साँगुरो के बाटो है यिनीहरू सबै मुस्ताङ जाने हो क्या त्यहाँ पनि जाम रहेछ यार हाम्रो जस्तै ब्यागमा हो नि छोलै जस्तो गरेछ त झोलालाई छ भने त लडाउँछ त क्याप अड्काएर तान्यो भने त के थाहा पाउनु पर्यो अरे ओके
गाडी हेर्नु गइहाल्छ नि अनि हेर्न त्यो त जाम भएको हेर्नु ऊ त्यहाँ गाडी त्यहाँ अड्केको गाडी अड्क्यो क्या ऊ त्यहाँ अब किन भन्ने अब किन अड्क्यो त्यहाँ नि बल्ल मुस्ताङको फिलिङ्स भइरहेछ यार ए उ त्यहाँ झर्नु पर्ने रहेछ झरेर हिँड तिमीहरू त है ओ यहाँ त झर्नु पर्ने रहेछ झरेर हिँड समर गाडी हेरेर समर लिएर जाऊ है माथि ओ त्यो त माथि गएर बस्छ भाग भाग छिटो भाग झर्ना आयो झर्ना यहाँ रहेछ के यहाँ रहेछ यहाँ बल्ल देखियो नि त नि अनि यहाँ रहेछ नि त नि ठुलो झर्ना आमामामा कता राख्ने बाइक यतै राखौँ है ऊ क्या ऊ झर्ना हेर्नु परेन यस्तो दामी झर्ना ल झर फोटो खिच्ने हो नि फोटो खिच्ने नि हेर्न यत्रो मान्छे झरेको यही झर्ना हेर्न त गएको त नि आउँदाखेरि त कोही पनि जान्न के छिट झर यस्तो झल्केमा हाल्ने है हेर्ने हो कि होइन कहीँ बाइकमै बस झर छट त यहीँ बाइकमै बस है ओके यहाँ आइपुग्यो बल्ल बल्ल समर रिसायो ओ ढुङ्गा लत्ता नान कस्तो छ हेर्न कस्तो दामी आइरहेछ नि तैँले होइन हो कि यहाँ जाम भनेको अच्छौ यहाँ त चिसो हुने रहेछ खतरा चिसो हुँदै यहाँ त खतरा जाडो जाडो पनि भयो अब जानुपर्छ ल उ त्यहाँ गएर उफ्री एकचोटि जा कतिको जाडो भयो अब जुनै गरेर हेर्नु मैले नि सो हामी चाहिँ अब यहाँबाट हिँड्नु लाग्यो यहाँ झर्ना पनि हेरियो जाडो जाडो पनि भयो अब कहाँसम्म पुग सो अहिले चाहिँ हामी यहाँ मार्फामा आइपुग्यौँ मार्फामा बस्ने हो आज चाहिँ अनि आज बसेर अनि भोलि चाहिँ उता जोमसमतिर जाने हो भोलि बिहान कतिखेर हुन्छ अनि मार्फा यहाँ गाउँ घुम्नै छ अनि अब खानासाना खाएर सुत्ने अनि भोलि बिहान चाहिँ उठेर छिटो हिँड्ने चुप अनि अब मार्फाको आजको भिडियो चाहिँ यहीँसम्म हुन्छ होला अनि मार्फाबाट उता चाहिँ भोलि मार्फा पनि यहाँ घुमिसक्यो घुम्न त अलिअलि त्यो सानोतिनो त्यो उसहरू भिडियोहरू हाल्छु अनि अरू चाहिँ सबै माथितिर हुन्छ होला है
आजलाई यति नै आजको भिडियो चाहिँ